नमस्कार। यो मेसिङ जुन हामीलाई यो दिएको छ, हामीलाई पावर टिलर, यो सिक्किम गभर्नमेन्टले यो साह्रै राम्रो पावर टिलर दिएको छ र यसमा तपाईको 1 लिटर तेलले हामीले 4-5 गरा जोत्छौं र यसमा हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयलाई पहिल्यै नै हामी कृषकबाट बहुत धन्यवाद दिन चाहन्छौं, किनकि उहाँको दायित्वले गर्दाखेरि आज सिक्किममा यो औजारहरू दिएकोले सबैले सागसब्जीहरू खेती गर्न पाएका छन्। अहिले गोरु साह्रै पाइँदैन र गोरु भन्दा पनि अझै सजिलो यो मेसिङ हो। यसलाई घाँस हाल्नु पर्दैन, खाली तेल हाल्दा भइहाल्छ र त्यसले गर्दाखेरि हामीलाई सबैभन्दा राम्रो चीज दिएकोमा चाहिँ यो खुसी लाग्छ र हामीले सागसब्जीहरू गर्नुपर्छ कृषकहरूले, है, हामी गरिराखेका छौं र मेरो आफ्नो पनि बारीहरूमा यही मेसिङद्वारा खेती गर्दैछु, है, र अगातै गर्न चाहन्छु कि अब हाम्रो आउँदो दिनमा पनि हामीलाई यस्तो औजारहरू दिएर अघि बढाउने सिक्किम सरकारले गरिदिनुहुन्छ भन्ने आशा पनि लाग्छ र अरू औजारहरू पनि दिएर अझै कृषकहरूलाई चाहिँ अझै प्रोत्साहित गरेर ट्रेनिङहरू पनि बेला बखतमा ट्रेनिङहरू पनि गराइदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो। आउट अफ स्टेट त म भन्दिनँ, हैन, सिक्किम भित्रै अब साटापाटा वेस्ट साउथ नर्थ त्यसरी गर्नुभयो भने चाहिँ उताकोले यताको जान्दछ, यताकोले कस्तो प्रकारले गर्दो रहेछ, उता कस्तो प्रकारले गर्दो रहेछ, हामीलाई प्लेन साइडमा लगेर देखाउँदा चाहिँ हुँदैन। हिल साइड पनि ठिक छ र त्यसले गर्दा हिल साइडमै हामीलाई चाहिँ यसरी कृषकहरूले काम गरेको चाहिँ देखाइदिनु भयो भने चाहिँ राम्रो हुनेछ। अर्को हामीलाई सुनमा सुगन्ध भने जस्तो हाम्रो घरको छेउमै रेसीथाङमा हाम्रो गाउँले बजार खोलिदिएको छ र त्यसमा हामीले रोपेका सागसब्जीहरू सबै त्यहाँ लगेर बिक्री गर्ने मौका दिनुभएको छ। यसमा मुख्यमन्त्री महोदय लगायत उहाँको जो विधायक हुनुहुन्छ हाम्रो कला म्याडम, उहाँलाई एकदमै माननीय विधायक महोदयलाई एकदमै हामी धन्यवाद दिन चाहन्छौं। तपाईको पहलमा यत्रो ठुलो योगदान गर्नुभयो, यत्रो ठुलो हाम्रो कृषकहरूलाई चाहिँ भयंकर राम्रो सपोर्ट गर्नुभयो यो गाउँले बजार खोलेर र यसमा चाहिँ जति भएको गान्तोकदेखि लगेर हाम्रो वरिपरि जति पनि गान्तोक साइडमा बस्ने, सिचे साइडमा बस्नेले अर्ग्यानिकै खानुपर्छ भने चाहिँ हाम्रो गाउँले बजारमा आउनुहोस्। त्यसमा तपाईहरु आएर जति भएको तपाईहरुको अर्ग्यानिक सब्जीहरू, अर्ग्यानिक कुनै अरू पनि केही हेर्न चाहनुहुन्छ, किन्न चाहनुहुन्छ भने चाहिँ तपाईहरु त्यहाँ आउनुहोस्। एकदम गाडीको पार्किङहरू सबै भएको, भिडको खचाखचमा जानु परेन, तपाईहरु एकदम त्यहाँ आउनुहोस्। हामीलाई सबैभन्दा पहिलो हाम्रो कला म्याडमलाई बहुत धन्यवाद दिन चाहन्छु। उहाँले धेरै संघर्ष गर्नुभयो यसको लागि, यो बजार खोल्नको लागि बहुत संघर्ष गर्नुभयो। तपाई एउटा कृषकको लेभलमा हुनाले गर्दाखेरि चाहिँ तपाईले त्यो ग्रासरुट लेभलमा के हुँदैछ त्यो जम्मै जानेकोले गर्दाखेरि चाहिँ आज हाम्रो कृषकहरूले त्यहाँ गएर बिक्री गर्न सक्ने क्षमता चाहिँ तपाईको मार्फतबाट पनि भएको छ। यसमा सम्माननीय मुख्यमन्त्री महोदयलाई, सिक्किमको कृषकहरूलाई सपोर्ट गरेकोमा चाहिँ तपाईलाई पनि बहुत धन्यवाद दिन चाहन्छु। माननीय कृषि मन्त्री श्री पूरण गुरुङ सर, तपाईको पनि यो ठुलो योगदान छ। तपाई कृषि मन्त्री भइकन आज त्यहाँ हामीले गाउँले बजारमा तपाईको पनि ठुलो सपोर्ट छ र त्यसले गर्दाखेरि हामीले फाइदा पाएका छौं र तपाईको पहलमा मेसिङहरू पनि धेरै अगाडि कृषि मन्त्रीले पनि धेरै मेसिङहरू बाँड्नुभयो। उहाँलाई पनि धन्यवाद नदिइ सकिँदैन, किनभने उहाँको टाइममा पनि ओरिजिनल चीजहरू बाँडेको छ। एकदम जसलाई चाहिँ जुन चीज छ त्यो चाहिँ ओरिजिनल छ र अहिले पनि जो सप्लाई गर्ने चीजहरू छ त्यो पनि हामी कृषकहरूलाई ओरिजिनलै चीजहरू दिनुभएको छ र त्यसले गर्दाखेरि हाम्रो माननीय मन्त्री महोदयलाई पनि धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।